लाग्यो त्यो कसले लाग्यो त्यो सुरात अनि त्यसो बाङ्गो लाउनुहुन्छ अनि के गरेको टोइलेट तैँले टोइलेट के गरे बाबुले लु भन भन आछि हराएको है आछि हराएको है तिमीले के गरे त के रहेछ भने हेरे के रहेछ त सुनको डल्लो कस्तो रहेछ अनि खानु पर्ने त सुनको डल्लो त्यो बाङ्गो सुराल किन ल्याएको अब म यो चक्लेट नै दिन्न आई के रहेछ भने हेरे अरे के हेरे अरे कसरी हेरे के रहेछ भनेर के रहेछ त ए यसले आजी हराएको टोइलेटमा गएर चाक कोटाएर आजी हराएको हो हो अनि किन हेरेको त नि हातमा कोटाइ कोटाइ ए के रहेछ भने हेरे अनि मिठो रहेछ ए अनि मिठो रहेछ सानो ए सानो सानो मिठो रहेछ अनि खायो आमा थुक्क आची खाएर मिठो रहेछ अरे थुक्क ए यहाँबाट के खान्छ तैँले आजी खान्छ छे 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 फोरी अनि भात खाएर के निक्ल्यो त भात खाएर के निक्लिँदो रहेछ अच्छा कस्तो फोरी रहेछ यो त यहाँबाट के खान्छ बाबुले बाबा यो चकचके हो है मेरो त फुकाल्दै नमस्ते गर आजी खाएर आएले नमस्ते गर ल नमस्ते बाबा अनि बाबालाई कोही याद लागेको छ छैन झन्डै म बुबाको याद लाग्यो हो अनि कति माया लाग्छ बाबाको कहाँ लाग्छ गर नि त त्यसो यता यता हेरेर यस्तो यस्तो ल बाबालाई माया गर्छु ल यो चकचके हो अब यो चकलेट चाहिँ दिनु दिदीलाई थर्काउ दिदीलाई के भन्नुपर्छ भन्देऊ त है कालीकेटी भन्देऊ लु कालीकेटी भन्देऊ ए भाइ चक्लेट दे चक्लेट भन्दा यस्तो भयो अब यसलाई ए छोरा ओए भाइ चक्लेट ले चक्लेट भन्देऊ चकलेट म लुकाउँछु काछ ग्यास म दिन्छु